अनि हेर्नुहोस् मान्छेले भन्छ नि छोरी मान्छेले घरमा बसेर के गर्दैन भन्छ यो के हो यो यो लो भाउजूले सबै रोपेछ चडक्क बनाएछ है खुसी लाग्यो ल। गुड मर्निङ सबैजनालाई नमस्ते। म आज चाहिँ गाउँ आएको होइन गाउँ आएको 1 हप्ता भयो र यहाँ चाहिँ अनि यसो घुम्दै फिर्दै आइयो चाहिँ हाम्रो दाजुभाउजू घर हो एकदम चटक्क परेको बनाउनु भएछ खुसी लाग्यो। अनि भाउजूले खानासाना पनि बनाएर खिलाउनु भयो थियो एकदम मिठो स्वादिष्ट लो मेरो भाउजूले एकदम खाना चाहिँ चट्टा बनाउने होइन। यहाँ हुनुहुन्छ हाम्रो भाउजू उहाँ हाम्रो भाउजू एकदम बिहानै उठेर झाडु साडु मार्नु हुँदैछ। दाइ चाहिँ कुन ठाउँ हुनुहुन्छ भाउजू अहिले? ए मेरो दाइ चाहिँ साउदी रहेछ है अहिले भर्खर छुट्टीमा आउनु भएर गएको रहेछ होइन। हाम्रो गाउँ ठाउँ चाहिँ यस्तै हो होइन यस्तै हरियो परियो छ। गाउँ घरको सम्झनाले मुटु रेटिन्छ फर्की आउँछु मायालु चाँडै भेट हुन्छ। गाउँ घरको सम्झनाले मुटु रेटिन्छ फर्की आउँछु मायालु। डल्ले खोर्सानी रहेछ चटक्क परेको अनि यता चाहिँ के छ चलक्क हेर्नु घर वरिपरि चटक्क परेको छ यस्तो राम्रो बनाउनु भएछ घर डाँडामा टडक्कसँगले। अनि यता चाहिँ के हो भाउजू यो लसुनको बिरुवा खोर्सानी हेर्नुहोस् मान्छेले भन्छ नि छोरी मान्छेले घरमा बसेर के गर्दैन भन्छ यो के हो यो यो लो भाउजूले सबै रोपेछ चडक्क बनाएछ है खुसी लाग्यो ल। हाम्रो गाउँ ठाउँ चाहिँ यस्तै छ तपाईँलाई कस्तो लाग्छ चडक्कसँगले होइन। मेरो भाउजू घरमा बसेर भए पनि जस राम्रो प्रगति गर्नुभएछ अनि बाख्रा साख्रा पाल्नु भएछ। हाम्रो बाँसकोल्ची यो चाहिँ होइन चडक्क परेको छ हेर्नु होला ल। हाम्रो ठाउँमा यस्तै छ अब तपाईँहरूको जस्तो अब राम्रो ठाउँ त छैन र पनि यसो हेर्नु लायकको चाहिँ छ होइन। यहाँ चडक्क दाईको घर हेर्नु त पछाडि हेरे पनि उस्तै अगाडि हुने यस्तै एकदम क्वालिटी टाइपको के घर पनि चडक्क परेको छ ल मन पर्यो। बाख्रा कतिवटा पाल्नु भएको छ भाउजू? 5वटा बाख्रा पनि छ अरे टमाटरहरू रातो रातो फलेछ लोकल हो क्या लोकल लोकल अब त मिठो हुन्छ मासुमा चडक्कसँग हेर्नु यस्तै हुनुपर्छ सबैको घरमा प्रत्येक घरमा बुढीहरू चाहिँ यत्तिकै मेहनतिले चाहिँ हुनु पऱ्यो यहाँ हेर्नु। मेरो भाउजूले तर यो लसुन हो नि लसुन फलाउनु भएछ होइन लसुन फलाएछ अब यो किन्नु पऱ्यो त मार्केटमा गएर कति महँगो छ हेर्नु चडक्क घरमा अब टडक्क निकाल राखेपछि त किन्नु परेन आफै खाने हो हेर्नु यता। अब अरूको बुढी त खालि लाखा पाखा खालि विदेश हुन्छ यसरी मिहिनेत गर्नु पऱ्यो नि त घरमा अनि पो बुढाले पनि माया गर्छ त होइन र। यहाँ हेर्नुहोस् चडक्क यहाँ फालफुल रोप्ने चडक्क अब सुपारीहरू हेर्नुहोस् 5वटा बाख्रा हेरेर एउटा छोरो पढाएर छोरोलाई स्कुल पुऱ्याएर आएर पनि घरको काम भ्याउँछ। यहाँ हेर्नुहोस् यसरी मिहिनेत गरोस् न सबैको बुढीले अनि पो बुढाले माया गर्छ हेर्नु। हाम्रो गाउँमा लोकल भेन्टा भनेको यस्तो हुन्छ हेर्नु न यहाँ यसको यो चडक्क आलुसँग फ्राई गरेर खानुपर्छ कति मिठो कुकुर पनि रहेछ है तपाईँहरूकै कुकुर हो भाउजू यो के भन्छ यसको नाम के हो सेती र काली हेरी ल सेती र काली सेती र काली मुख त नचाट्न ल यसो छ गाइस हाम्रो आमामा लु नमस्कार गाई नमस्कार नमस्ते देन ओ नमस्ते पनि गर्दो रहेछ ल कति राम्रो हुन्छ ल लु
सबै कपडा बिगारिहाल्यो नि ल ल अनि अब हाम्रो भित्रीतिर जाउँ है हाम्रो दाजु भाउजू घर यस्तो छ हेर्नु होला है टडक्क यो चाहिँ किचन रहेछ है टडक्क सामान पनि टडक्क मिलाएको यस्तो हुनु पऱ्यो नि त घरमा बुढीलाई जिम्मेवारी दिइसकेपछि बुढीहरूले टडक्क मिहिनेत लाएर चाहिँ बुढाको दुःख सम्झिनु पऱ्यो यता चाहिँ धान उयो राख्ने रहेछ है अनि यता चाहिँ हाम्रो स्कुटी पनि भित्रै अब यो हाम्रो गाउँठाउँमा चोरी भइहाल्छ सोफा रहेछ है आमामा टडक्क बसेर यहाँ पाउन पताउँदा पनि बसेर टडक्क खाने ठाउँ सबै है यता मेरो भतिज त यहाँ पो रहेछ त मुला गुवाठे भर्खर उठ्दैछ गुड मर्निङ गाइज हेर्नुहोस् यो चाहिँ दाजु भाउजू सुत्ने कोठा रहेछ भतिज भर्खर उठ्दैछ एकदम यो नपढ्ने अनपढ अल्छी छ यो फेरि खाजा चाहिँ यति खान्छ यता पनि रहेछ कोठा पाउन यस्तो यताबाट चाहिँ चटक्क निस्किने रहेछ है यता पनि कोठा रहेछ है क्या है अब है यता पनि कोठा रहेछ क्या हो है ल यता पनि ल दाजु आउँदै सुर्केस राखेको कोठा रहेछ यो पनि राम्रै रहेछ सबै ल एकदम बधाई छ यत्तिको चाहिँ हुनुपर्छ टडक्क छाने हाम्रो त त्यस्तै छ